शिशुकन तथा बालबालिकाको मानसिक स्वास्थ्य र सिकाइ सम्बन्धी समस्याबारे अभिभावक तथा शिक्षकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले भैरवामा कार्यक्रम सम्पन्न भएको छ। सिद्धार्थनगर स्थित हेभेन्ली गार्डन किड्स क्याम्पसको आयोजनामा आइतबार भैरवाको होटल सनी स्टार इन्टरनेसनलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा अटिजम बालबालिकामा देखिन सक्ने सम्भावित मानसिक स्वास्थ्य सम्बन्धी समस्या, विद्यालय तथा घरमा बालबालिकाको व्यवहार बुझ्ने तरिका, समयमै समस्या पहिचान तथा आवश्यक सहयोगका विषयमा जानकारी तथा छलफल गरिएको थियो। विशेष गरी सिकाइ सम्बन्धी विशिष्ट असक्षमता वा कठिनाइहरूको पहिचान, त्यस्ता समस्या भएका बालबालिकालाई विद्यालय तथा घरमा आवश्यक शैक्षिक सहयोग उपलब्ध गराउने उपाय तथा शिक्षक र अभिभावकको भूमिकाबारे समेत कार्यक्रममा जानकारी दिइएको थियो। आफ्नो बालबालिकाहरूलाई अटिजम भएको भन्ने सचेतनाको कमी र अझै पनि स्वीकार्न नसक्ने परिस्थिति भएकाले यस्तो कार्यक्रम आयोजना गरी सबैमा सचेतना वृद्धि गर्नु मुख्य उद्देश्य रहेको आयोजक तथा हेभेन्ली गार्डन किड्स क्याम्पस प्रिन्सिपल रचना छेत्रीले बताउनु भएको छ। र चाहिँ अब यो सरकारले दिएको नीति अनुसार चाहिँ काम गर्दै जाँदा त इन्क्लुसिभ एजुकेसनले मात्रै चाहिँ बालबालिकाहरूमा जुन यो विशेष क्षमता भएका बालबालिकाहरूको सुधार नभएको मैले चाहिँ महसुस गरेँ आफूले चाहिँ पर्सनली। त्यसैले गर्दाखेरि चाहिँ अलिकति फरक तरिकाले अनि एउटा असचेतनाकै कमी छ हामीमा होइन। हामीले कस्तो भने सबभन्दा हामीले स्वीकार्दैनौँ कि आफ्नो बच्चामा केही फरक क्षमता भएका छन् भने केही न केही कारण देखाएर होइन भन्ने खालको लाग्छ। तर अब हामीले चाहिँ एज एउटा यो शिक्षा सेवामा लागेको आज 20 वर्ष 25 वर्ष भइसक्यो होइन। मैले आफैले स्कुल सञ्चालन गरेकै लगभग 19 वर्षभन्दा माथि भइसक्यो। त्यसैले गर्दा मैले प्रत्यक्ष आफू नै लागि परेर हेरिरहँदाखेरि चाहिँ यो कस्तो भने अब हामीले थाहा छ हामी चाहिँ डक्टर होइन, हामीले भन्न नमिल्ने होइन। अब हामी बच्चासँगै काम गरेछ भने हामीले भन्न नमिल्ने, पेरेन्ट्सहरू नस्वीकार्दाखेरि चाहिँ जनचेतना फैलाउनको लागि नै यो कार्यक्रम चाहिँ गर्नुपर्छ। तर यो अलिकति जुन भव्य तरिकाले गरेको छ यो चाहिँ हाम्रो पहिलो नै कार्यक्रम हो। हामीले अब इन्टरनली स्कुलमै गर्ने पेरेन्ट्सहरूलाई आफूसँग नजिक भएका पेरेन्ट्सहरूलाई बोलाएर गरिरहेका थियौँ। तर यस वर्ष चाहिँ मैले नगरपालिकाबाट नै डाटा कलेक्सन गरेर माग्दा पनि धेरै त्यहाँ भएका डाटामा पनि अझै धेरैले चाहिँ दर्ता गर्नु भएको रहेनछ। त्यो मैला फिल भयो होइन। अनि त्यहाँ भएको चाहिँ एकदम उमेर भइसकेको कि धेरै उमेर भइसकेको होइन, लगभग 50-60 वर्ष भइसकेकोलाई बौद्धिक अपाङ्गता भनेर चाहिँ दर्ता भएको रहेछ। अनि त्यसले गर्दाखेरि चाहिँ यो कुराहरू कस्तो हुन्छ भने अलिकति हामी नगरपालिकासँग मिलेर काम गर्दाखेरि उहाँहरूलाई पनि देखाएर होइन, बालबालिकासँग उहाँहरूको विशेष अब उहाँहरूको लगाव पनि हुन्छ, उहाँहरूले गर्ने अब आफ्नो क्षेत्र पनि भएकोले गर्दा महिला तथा बालबालिकामा। त्यही भएर चाहिँ हामीले उहाँलाई नै आज प्रमुख अतिथिको रूपमा पनि बोलाएर कार्यक्रम गऱ्यौँ कि भित्रभित्र बसेर काम गर्दै थाहा नहुँदो रहेछ होइन। अनि त्यही भएर चाहिँ हामीले अलिकति यसलाई चाहिँ सामाजिक सञ्जालबाट पनि अलिकति देखाएर हुन्छ, किनभने जो आउनुहुन्छ जसले सुविधा पाउनुभएको छ उहाँलाई चित्त बुझिरहेको छ। आज एउटा बच्चाबाट स्टार्ट गरेको मैले होइन, एक-एकजनालाई भन्दा त उहाँहरूले भनेर त्यसरी गर्दै गर्दा चाहिँ अहिले लगभग हामीसँग 25 देखि 30 जना बच्चाहरू हुनुहुन्छ जुनमा चाहिँ बच्चाहरूमा डेभलप भएर बच्चाहरू मेन स्ट्रिम स्कुलमा पनि जान सक्नु भएको छ। के यस्ता कार्यक्रमहरूले अटिजम भएका बालबालिकाहरूको अभिभावक सचेतना साथै हेभेन्ली गार्डन किड्स क्याम्पसद्वारा सञ्चालित कक्षाहरूले आफ्नो बालबालिकामा धेरै सुधार आएको कार्यक्रममा सहभागी अभिभावकले तिलोत्तम 7का किशोर पङ्गिनीले बताउनु भएको छ। मेरो बाबु चाहिँ मैले सबैभन्दा पहिला अटिजम 2 वर्षको भएपछि मेरो बाबुमा केही न केही समस्या छ भन्ने मलाई फिल भएपछि आफ्नो घर नजिकैको भएको मैले एउटा मन्टेश्वरी स्कुलमा चाहिँ हालेँ र त्यहाँ हालिराख्दाखेरि 2 वर्षसम्म बच्चाको डेभलपमेन्टमा चाहिँ मलाई केही पनि फरक नभेटाएपछि म धेरै भौँतारिएँ। भौँतारिरहँदाखेरि मैले कुनै माध्यमबाट चाहिँ हेभेन्ली गार्डन किड्स क्याम्पसको नाम सुने। त्यो सुनिसकेपछि म यो स्कुलमा आइरहँदाखेरि सबैले हुन्छ त भन्छन्, तर उहाँले चाहिँ वास्तवमा यथार्थ तरिकाले गर्नुभयो। त्यो यथार्थ कुरा चाहिँ छिटो लाग्न पनि सक्छ धेरै गार्जेनहरूलाई। र मैले धेरै उहाँको 2-3 घन्टाको सबै कुरा गरिसकेपछि मलाई केही न केही मेरो बाबुमा चाहिँ यहाँ लिएर आएपछि प्रोग्रेस हुन्छ भन्ने हिसाबले मैले यहाँ राखेँ। र साँच्ची नै मैले त त्यो एउटा ड्रामेटिक चेन्ज मेरो बाबुमा ड्रामेटिक चेन्ज पाएँ। त्यो चेन्ज चाहिँ सायद मैले यहाँ नराखेको भए अन्य स्कुलमा पाउँदैन थिएँ होला। एक हामी अभिभावक अटिस्टिक भएका गार्जेनहरूले हामीले धेरै फरक तरिकाबाट सोच्नुपर्छ। अरूको बच्चाहरूको तुलनामा हामीले छिटो खोज्छौँ। हामी यो अभिभावकको पनि कमजोरी हो। तर यो मन्टेश्वरी स्कुलमा हेभेन्ली गार्डनमा आइराख्दाखेरि उहाँहरूले गरेको प्रयासलाई चाहिँ म साँच्चै नै सल्युट गर्न चाहन्छु। किन भन्दाखेरि त्यो कारणले गर्दा आज मेरो बच्चामा चाहिँ डेभलपमेन्ट ढिलो छ अरूको रूपमा तुलनात्मक रूपमा। तर जहाँसम्म लाग्छ यही हिसाबले सिकाइ भयो भने पक्कै पनि मेरो बाबु एक सफल तरिकाले आफ्नो जीवनयापन गर्न पुर्याउनुहुन्छ जस्तो लाग्छ। त्यसको लागि मैले फेरि पनि हेभेन्ली गार्डनलाई मनभित्रैबाट म धन्यवाद दिन चाहन्छु। मेरो नाम किशोर पङ्गेनी
मेरो बसाइ तिलोत्तमा 7 करैयामा छ। मेरो छोरा अटिस्टिक हो, म अटिस्टिक भन्न गर्व गर्छु। किन भन्दाखेरि गर्व नगरे तापनि मान्छे दुखी हुन्छन्, म दुखी छैन। यो एउटा वरदान हो, यसलाई वरदानको रूपमा लिनुपर्छ। जीवन सबैको पनि सफल हुँदैन, कसैको अब्स्ट्याकल हुन्छ भने मेरो बाबुको अब्स्ट्याकलको रूपमा चल्ला, त्यसमा चाहिँ म खुसी छु र जीवनभरि म साथ दिन पनि तयार भएर आफ्नो अभिभावकको रूपमा म तपाईँहरूलाई प्रश्न राख्न चाहन्छु। कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। यस्तै बाल तथा किशोर मनोचिकित्सक डाक्टर उत्कर्ष उत्सव कार्की र बाल फिजियोथेरापिस्ट तथा शिक्षाविद्या डाक्टर समीर कटिला श्रेष्ठ विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता रचना छेत्रीले गर्नुभएको थियो। कार्यक्रममा बालबालिकाले विभिन्न योग, नृत्य लगायतका विभिन्न प्रस्तुति तथा गतिविधि मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। बालबालिकाको सक्रिय सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।